नमस्ते दर्शक, आज एउटा नयाँ इन्फर्मेसन सहित यहाँलाई एउटा भिडियो देखाउन गइरहेको छु। जय नेपाल सिनेमामा चाहिँ नेपाल फिल्म सोसाइटीले अभियानको साथमा 12 महिना 12 नेपाली चलचित्र महोत्सव भनेर चाहिँ सुरुवात गरेको छ। नयाँ खालको चाहिँ यो नयाँ नेपाली चलचित्रलाई टेवा पुगोस् भनेर सुरु गरिएको महोत्सव। नेपाली चलचित्र हाम्रो पहिचान हाम्रो शान। साउन 10 गते शुभारम्भ भनेर 12 महिना 12 चलचित्र हाम्रो कला हाम्रो संस्कृति एक अभियान नेपाली चलचित्रको विकास। जय नेपाल सिनेमा दिनको 2 बजे नेपाल फिल्म सोसाइटी र अभियान चाहिँ आयोजकको रूपमा रहनुभएको छ। आऊ नेपाली चलचित्र साथ दिउँ भनेर एउटा नाराका साथ कार्यक्रम सञ्चालन भइसकेको छ। अब यसको चाहिँ मुख्य प्रायोजकमा चाहिँ दरबार अपार्टमेन्ट लग्जरी रेसिडेन्स हो भने बौद्ध तिनचुली चोकमा अवस्थित भने सहप्रायोजकमा थुम्के रिसोर्ट पल्थली अनि प्रायोजकमा ब्लड प्यालेस। यस्तै यहाँ अब विभिन्न चलचित्र लागिरहेको छ। त्यो क्रममा परानको स्पेसल स्क्रिनिङ गराइएको छ। यहाँ परानको स्लोगन पनि यहाँलाई देखाउनु गरेको छु। सासले होइन साथले चल्ने निरसाह नेपाली चलचित्रको राजा उहाँको पनि आगमन भइसकेको छ। देखिहाल्नुभयो दिपक राज गिरी पनि आइसक्नु भएको छ। ओके अब यहाँनिर हाम्रो गगासहरू हुन्छ गेटमा। नमस्कार। सिजु हुनुहुन्छ कृष्ण सर, उहाँ एकदम गेटमै बस्नु भएर चाहिँ गेस्टहरूलाई चाहिँ उहाँले वेलकम गर्दै हुनुहुन्छ। मेरो नम्बर दिन हल भित्र छिराउँ एकचोटि पार्टी विभिन्न फिल्महरू लागेको छ। सरमान गौँथली ल अब खचाखच हुँदैछ। स्पेसल स्क्रिनिङ राज सर हुनुहुन्छ। ओ आमा शिवाली सर सब परिवार यता हुन्छ। अब यो हाउसफुल हुँदैछ स्पेसल स्क्रिनिङ। नमस्ते 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 सर सब काफीले गानुहुन्छ। 12 महिना 12 नेपाली चलचित्र महोत्सव नेपाली चलचित्र हाम्रो पहिचान हाम्रो शान शुभारम्भको चाहिँ हामीले हलमा यो लगाइसकेका छौँ। आउँदै रहेछ सँगसँग बोकेर हिँड्नुपर्छ। डक्टर साहब पञ्चम खतिवडा अनि हाम्रो मोहनकृष्ण श्रेष्ठ उपाध्यक्षज्यू अशोक शर्मा सर अध्यक्ष नानी महर्जन सर उहाँ चाहिँ हालको एकजना बोर्ड अफ डिरेक्टर हुनुहुन्छ। तयारी शुभारम्भ। ओहो हजुर नमस्कार नमस्कार आउनुभयो आउनु भएन भन्ने कुरा भएको थियो। आउनुभयो